ल हाम्रो नेपाली हिन्दू धर्मको संस्कृति मेरो आज पात टिपेर ल्याएर मैले आज बजेको मेरो तिथि अन्तिम तिथि आउँदैछ। सबैजनालाई हेरिदिनु होला। आज दिदीले दुना टपाएर लाँदैछु। यो सबैले पात मैले त राम्रोसँग लाम्न त जान्दिनँ। सबैले नि खिसी नगरिदिनु होला है। म त केही राम्रो बनाउन त त्यति जान्दिनँ। तर आफ्नो बाबुबाजेले गरेको रीतिथिति छोड्न हुँदैन। सबैले यसरी नै गर्नुपर्छ। बजारका दुना बजारका पात बजारका सबै ल्याएर गर्नुहुन्छ। तर म गर्दिनँ। जस्तो जानिन्छ उस्तै हाम्रा बाबुबाजेले गरेको रीतिथिति सबैले गरेको गर्नुपर्छ। साथी हो जाने पनि नजाने पनि यसरी नै लाउनुपर्छ। म त त्यति राम्रो त जान्दिनँ। नजाने पनि आफ्नो रङ्गढङ्ग आफ्नो सिपले जति जानिन्छ जति भ्याइन्छ उति आफ्नो संस्कृतिलाई छोड्न हुँदैन। आज मैले पात टिपेर मेरो बजेको अब हाम्रा तिथि आउँदैछन् शरद आउने छन्। मैले जस्ता जान्न चाहिँ उस्तै लगाइछु। खिसी त नहरिदिनु होला। आफ्ना परम्परादेखि त चलिआएको रीतिथितिलाई हामीलाई कहिल्यै छोड्न हुँदैन। सबैले यही गर्नु होला। सबैले यस्तै रीतिथिति आफ्नो छोड्न हुँदैन। आफ्नो पितृको सेवा गऱ्यो भने धेरै राम्रो हुन्छ। पितृलाई धेरै राम्रो हुन्छ। अब अन्तिम चारामा आइसकेको छ। मैले त धेरै अब कसैलाई